हेलो सबैजनामा नमस्कार। म नखटेको नाति आज पनि न्यू भिडियो लिएर आएको छु तपाईँको सामु। हाम्रो आज खर्क सिरिज सुटिङमा छौँ हामी होइन कोइजी। यता चाहिँ एक्टर कोही छैन एक्टर के छ एक्टर सन्चै हो हामी। यहाँनिर हाम्रो बुम छ, एउटा लेन्स यहाँ राखेको छ, त्यो भर्खरै सफा गरेको। यहाँ छ क्यामेरा, यहाँ छ मिसिन, यहाँ ड्रोन उडेर छ। तल चाहिँ डलिङ ताजिरहेछ आज चाहिँ। हो एक्टर कोइजी अहिले ड्रोन उडाएको हेर्नु हुँदैछ उहाँ। अनि एक्टर चाहिँ सबैजना नयाँ हुन्छ भने सब्सक्राइबर लाइक सेयर गरिदिनु भन्न चाहन्छु। डलिङ काटिरहेको जङ्गलको बिचमा छौँ हामी अहिले होइन। जङ्गल ठुलो छ। यस्तै हुन्छ सुटिङमै। एक्टरको त छुटेछ। रुख ढल्नु पनि मिसिन पनि चाहियो। यो चाहिँ धनी पूर्जामै छ तर हाम्रो नाममै। म चाहिँ भने यहाँ हेर्दैछु होइन। स्पेयर ड्रोन उडाउँदैछ। हाम्रो सेल काका र खोक्ली चाहिँ हाम्रो दलिम तास्नु हुँदैछ घरको लागि। कल भेनाले काट्नु गएको अरे सुटिङमा। स्याल काका पनि सुटिङमा होइन त काकाजी? सुटिङ गलेको होइन, पसिना आएको छ। जाडोमा पसिना निदाले यसरी तास्दैछ। जाडो छ त्यहाँ त। चार पाटी तास्नुपर्छ होइन। यसको फेद चाहिँ यहाँ बनाउनु ल। यसरी चाहिँ काटेर चाहिँ चट्ट काका र खोक्लियाङ, स्याल र खोक्लियाङले भवाल गरेछ। यहाँनिर चाहिँ फेद बाँचेको बिहोरा हेर्दाखेरि चाहिँ हेर्दैन जस्तो छैन। बाँचेको बिहोरा हेर्दा चाहिँ छैन होला। बाँचेको बिहोरा हेर्दाखेरि चाहिँ हेर्दैन चाहिँ भन्न सकिँदैन क्या। पछि हेर्छैन कालो नआइसक्नुपर्छ म त। बाँचेको बिहोरा हेर्दाखेरि चाहिँ काठमाडौँ सेतो थिएँ नि देख्दो रे। म पनि कालो भएछ नि। निदाल तालियो काका। तल छ निदाल चाहिँ जङ्गलमा लग्यो सबै काका स्याल र खोक्लियाङले यहाँबाट गुर्काउँदै लगेको दुईजनाले। यस्तै काट्दै देख्छु तल पुऱ्याइ। अब चाहिँ हामी झर फर्किँदैछौँ होइन काकाजी? ए हिँड्नु नि हिँड्नु चट्ट जङ्गलै जङ्गल। पेट्रोलियम मिसिन चाहिँ बोकाइ दलिम अहिलेको बाटो ठिक छ हौ। झुक जाने पिराती के डर मान्छौ, ढल्की जाने जीवनको के भरा। लरी बरिया लरी बरिया होइन एक्टर थालमा हो
एकादशी बजारैमा तिम्रो माया उडान सहे भए मेरो माया सही यहाँ चाहिँ हाम्रो सेफ्टीको गोठ होइन सिएन खरको सिरिजकै गोठ एकजना क्यारेक्टरको गोठ हो यो चाहिँ ट्याक्क लगाएर होइन हामी फर्केर हाम्रो रुममा आउन लागिसक्यो होइन काका चाहिँ एक टरे पनि छ केटाहरू चाहिँ अगाडि गइसकेको छ भोक लाग्यो होला केटाहरूलाई 4:30 भइसक्यो अनि 10 बजी भात खाएर हिँडेको होइन यता छ अनि उता चाहिँ उपर सेलकाको गोठ पर चित्र देखेको चाहिँ यो हाम्रो टोइलेट उयो तल्लो क्यारेक्टरकै गोठ हो एक्टर कोइचको गोठ हो यो चाहिँ यो पनि हो त्यो पनि हो यो दुईटा तलको तीनटा म आइपुगेको छु अब चाहिँ मेरो गोठ स्थानमा यता आजलाई चाहिँ भिडियो यति नै फेरि म आउनेछु के कस्तो लाग्छ सबैजनाले साथ सपोर्ट दिनु होला भन्न चाहन्छु है त ल सबैजनालाई बाई बाई ओइ